यहाँको नजारा हेर्नु तपाईँहरू कस्तो छ भ्यू आइरहेछ मलाई त एकदम मजा आइरहेछ यहाँ गाडी चलाउन सो अहिले बिहान बिहान म रेडी भइसकेँ काठमाडौँ जानलाई अहिले छु म के भन्छ ढल्केबरमा होइन अहिले चिया चिया खाएर अब निस्किने यहाँबाट अहिले अब एकैचोटि हेटौडामा रुक्ने सो गाइज म अहिले लालबन्दीबाट निस्किसकेँ फाइनली जय श्रीराम गाइज अहिले म छु हेटौडाको 10 किलोमिटर पछाडि यहाँको नजारा हेर्नु तपाईँहरू कस्तो छ है सो अहिले बजिरहेछ ठ्याक्कै 12 बजिरहेछ अनि म हेटौडाको 10 किलोमिटर पछाडि छु चन्द्रगिरीको भ्यू हेराउँछु त्यसपछि काठमाडौँको भ्यू हेराउँछु सो भिडियोमा रहनु होला है मजाले तपाईँलाई देखाउने छु एन्टरटेन गर्नेछु सबैजना सो गाइज अहिले चाहिँ म यहाँ पुलमा यो पुल तपाईँ देख्न सक्नुहुन्छ कस्तो छ पुलबाट निस्किसकेँ म अहिले अब ठ्याक्कै रुक्ने देउरालीमा देउराली पुगेपछि तपाईँलाई हेराउँछु म सो गाइज हामीसँग एउटा ब्रदर जुड्नु भयो उहाँसँग सोध्ने बेला छु उहाँको नाम के हो कहाँबाट हुनुहुन्छ ब्रदर हजुरको नाम के हो मेरो नाम विशाल कुमार पाल हो म चाहिँ परवानीपुर गाउँपालिका वार्ड नम्बर 4 बाट हो हामी कहाँ भेट्नु भयो हेटौडा हेटौडा है हेटौडाको बाटोमा नै भेट्यो अब यहाँबाट ठ्याक्कै हामी चितलाङ जाने अनि चितलाङबाट चन्द्रगिरी माथि टपमा चढ्ने अनि उताबाट तपाईँलाई भ्यू हेराउँछु काठमाडौँको कस्तो छ के छ लेट्स गो जय श्रीराम गाइस जय श्रीराम सो अहिले हामीहरू देउराली पुगिसक्यो अनि देउरालीको भ्यू हेर्नु तपाईँहरू कस्तो छ अहिले है इफ तपाईँलाई सिन्धुलीको बाटोभन्दा अलग एक्सपिरियन्स चाहियो भने यो बाटो आउँदा हुन्छ तपाईँहरू है एकदम मजा आयो है उहाँ चाहिँ म चाहिँ बिरगजबाट होइन बिरगजबाट अब अलिकति इन्जोय पनि गर्दै गइरहेछौँ हामीहरू केटिएम होइन के कस्तो चलिरहेछ त्यही हो अब अनि तपाईँहरूलाई राम्रो लाग्यो भने यो पेजलाई लाइक गर्नु कमेन्ट गर्नु अनि फलो पनि गर्नु होइन सेयर पनि गर्नु जति गर्नुहुन्छ त्यति नै हामीहरूलाई पनि एउटा हुन्छ नि कि एक्साइटेड कि यो पनि भिडियो बनाउने अब बनाउने भनेर त्यस्तो होइन थ्याङ्क यू सो मच सो गाइज अहिले हामी चिया खाइरहेछौँ चिया खाएपछि अब हामी निस्किने फाइनली 9 घन्टाको राइडको बाद हेर्नु हाम्रो काठमाडौँ यो भयो हाम्रो केबल कार यहाँ यो हाम्रो काठमाडौँ यसको साथमा